वेलकम ब्याक टु माई च्यानल फ्रिक्वेन्स। सबैजनालाई स्वागत छ। म महेश। सबजना सन्चै आरामै हुनुहुन्छ होला है। म पनि एकदम ठिक छु। दिस इज माई न्यू एकाउन्ट, न्यू युट्युब च्यानल है। पहिलाको युट्युब च्यानल चाहिँ सबै युट्युबले डिलिट गरिदियो। द्याट इज ब्याड न्युज है। अब केही छैन, गर्दै पनि फेरि अर्को च्यानलमा मैले यो नयाँ च्यानलमा मैले फेरि भ्लग सुरु गर्दैछु। सबैजनाले यसो माया गर्नु होला हैन। प्लिज लाइक, कमेन्ट अनि सेयर पनि गर्नु होला, सब्स्क्राइब पनि गर्नु होला। अनि आज चाहिँ हाम्रो यहाँ हुनुहुन्छ हाम्रो सबैजना दाइहरू। अब नदेखिँदै आनन्द दाइ हुनुहुन्छ है। अनि हाम्रो रमिला दिदी, सुस्मिता दिदी नै हुनुहुन्छ यता। अनि यहाँ चाहिँ हाम्रो हुनुहुन्छ यहाँ कुखुरा है, कुखुराको फिला छ। यहाँ चाहिँ कुखुराको फिला नै हुनुहुन्छ। यहाँ चाहिँ चिकन विङ्स र लेग पिस छ। अहिले पछि यसको रेसिपी म तपाईँहरूलाई देखाउने छु, कसरी तपाईँहरू खान सक्नुहुन्छ भनेर है। खान त जसरी पनि सकिन्छ, तर यो चाहिँ छुट्टै प्रकारको रेसिपी भएकोले तपाईँहरू चाहिँ मिस नगरिकन पुरै भिडियो हेर्नु होला। अनि साथै आज हामी के गर्नेछौँ, रमाइलो कार्यक्रम छ। बल्ल राति हुँदैछ हाम्रो लागि, यो चाहिँ बिहानी जस्तो हो। ल अहिले सबैजना आएपछि देखाउँछ है। धन्यवाद। त्यस्तो चिज बन्दैछ है। यो चाहिँ सबै चिकनको लेग पिस अनि विङ्सहरू है, खतरा। अब एकछिन यसको रेसिपी बनाउन बाँकी छ है। बल्ल सुरु हुँदैछ रेसिपी चाहिँ। ल है त अब हामीले यो लेग पिसलाई टक्क फ्राई गर्न लाग्यो है। तेल यहाँ डढिसक्यो होला, हाल्दै है त ज्याममै। दामी पर्छ है, खत्रै पर्छ त यार। अर्को पनि हालिदिनु पऱ्यो। ल है त दुईवटा भर्खर तारेँ। अब यहाँ बन्दैछ फेरि। अझ यहाँ छ धेरै नै। अरू यहाँ खाना खाइरहेको छ है। अस्मिताहरू, एकता, हाम्रो आनन्दहरू सबैजना खाना खाइरहनु छ। बन्दैछ अब रेसिपी। ल हाम्रो यस्तो चिज बन्दैछ। साथै हाम्रो भाइ अरुण भाइ, जुनियर एडिन्डे हाम्रो ब्लगर जिआर। ओइ नाम के अरे? हे आई एम जे। हे आई एम जे। हाम्रो इस्माइल भाइ आइसक्यो। अनि हाम्रो ब्रिटिस नाम, हाम्रो यो मछुवाडा माझी दाई भाइरल अङ्कल जेमेसी। साह्रै कालो आएको, अलिक बढाउनु न एक्सपोजर। एकदम गुड है। देखाउनु न, हतियार देखाउनु न। अनि हाम्रो सिसी भाइ पनि आइसक्यो। थ्याङ्क यू सो मच। भिडियो बनाइदिनु। केटाहरू आइसक्यो है भर्खरै। अब एकछिनपछि हामी खोलातिर जान्छौँ रमाइलो गरेर माछाहरू मार्न। अनि साथै स्विमिङ पनि छ हाम्रोमा। अनि खानपिन अलिक बाँकी नै छ है। जङ्गलबाट खोजी लिएर आएको ब्रोइलर स्ट्यान्ड छ। महँगो हो नि फेरि विचार गरेर मैले त किनेको। ल त्यही नै अलिक चाहिँ भेटौँला। ल अहिले खतरा हुँदैछ, बन्दैछ। अहिलेको फ्राई लेग पिसलाई पुरै मसलाहरू हालेर अब यसलाई मोल्नु सबै झ्याम। अनि मोलेपछि बल्ल खानेहरूलाई मिठोसँग मोल्दै मान्छ हाम्रो आन्टी। यता हेर्नु न, एउटा यस्तो लिनु न। यस्तै लिनु भनेको थियो। ल है त यस्तरी त्यस्तो गर्नुपर्ने। ल है त एकदम मिठो हुँदैछ। एकदम मिठो। आई लभ यु हो। ल है त एकदम मिठो भएको छ अरे। खाइदिनु नि त एउटा खाम हामी पनि सानो त ओकम न। ल एकदम दामी मिठो छ। एकदम दामी भइसक्यो हाम्रो स्पाइसी नुडल्स है। हल्का नदेखे जस्तो भएको रातिमा चाहिँ। अनि साथै त पनि छ स्पाइसी हाम्रो त्यतिबेला चिकन विङ्स र चिकन लेग पिस छ। यता चाहिँ मतलबै हुन्न के त्यो हुन्छ त एउटा फ्लोमा गइराको हुन्छ कि त्यो फ्लोले कस्तो पछि सकेपछि हुन्छ कि यस्तो आनन्द दिन्छ।
ल अरू साथी यता हुनुहुन्छ ल त फाइनली नाइला पनि अलिकति थप्दैन करेन्ट दाइ करेन्ट लगाऊ लेग आइसक्यो है एकदम राम्रो चिज हो क्या अरुण भाइ सिसिट नदोजेकन खा भाइ प्रार्थना गरे नि अहिले जेमसी भाइ जेमसी ए हजुर साँच्ची हो जेम्स भाइ टन्ना खा भाइ दाइ बिस्तारै चाँडै सकिन्छ फेरि जेम्स भाइ राम्रोसँग माझै भाँडा फेरि विचार गर तिमीले भाँडामा चाहिँ देखेर बिहे गर्ने ओके भन्नु कि त्यसरी मान्नु बुझ्यो अनुहार देखियो छ ल त अहिले चाहिँ हामी यहाँ खाना खान लागेको है कुराहरू अलि राम्रोसँग खाऊ है खाना मिठो छ साँच्ची आँखा देखाएन कि खै ल ए लाइट नमाल्नु भने ए ल ल म लाइट पर्दैन ल हामी चाहिँ अहिले यहाँ सुदी खोलामा आएको छौँ माछा हान्नलाई माछा पर्यो हेर माछा मार्ने एकजना हेर्ने 5 जना भित्ते माछा लिने होला नि लिने छ माछा लिने त्यसलाई फोकस दाइ भोटी हेर्नु भनेको यी हो र ओए माछा त रहेछ त तर माछा भर्खरै स्टार्टिङ हो सानो भयो नि स्टार्ट भयो दाइ ओइ पर्दैन कि ओके नो वरिज गाइज हल्का माछा पर्दैछ है आज हामी चुरी खोलामा लेट नाइट भन्ने जस्तै भइरहेछ कि खै मुन्नी माछा खल्दाउँ ड्रागन फ्लाई हाम्रो साथमा सानो दुईटा ब्लगर भेटेपछिको हालत जेम्स भाइ युट्युब च्यानल छ सब्सक्राइब गरिदिनु है सबजनाले चिन्नेहरूले नचिन्नेहरूले पनि महेश भाइको प्यारो भाइ भनेर सब्सक्राइब ल भाइहरूले खतरा माछा मारेर छ कतिको भाइ यति भयो त दाइ माछा यति बेसी भाइ 3 छ्यापमा सम्म 5-6 चोटि हान्छ 5-6 चोटि धेरै भयो के 5-6 चोटि छ्याममा माछा पर्यो झ्याममा दामी होइन मिठो है मिठो नि आई लभ यु भन न आई लभ यु ल यतिको चाहिँ पायो कि यतिको पायो त्यही भनेको कि माछा जेम्स बस्दा चाहिँ माछा नमर्ने के जानु पर्यो स्टोरी जानु पर्यो यार जेम्स बस्यो भने माछा नमर्ने रहेछ कि आएको बेला पनि भिडियो बनाउनु माछा ओके माछा पर्यो भने चाहिँ माछा उफ्रे परेछ अन्त त मिठो छ माछा यार मिठो माछा पर्छ झ्याम्मै जाला पानीमा आँखा पस्यो नानीमा माछा पस्यो जालैमा यहाँ पनि छ उफ्रिरहेछ भन भाग्छ कि त्यसमा नसमाउनु यस्तो मध्यरातमा हामी माछा मार्दै गएका छौँ लगभग अहिले 10 बजिसक्यो 10-15 भइसक्यो माछा मार्दिनु रहेछ मेरो साँच्ची भनेको कि ऊ यहाँ पनि यहाँ छ नि यहाँ छ कि अर्को मा भित्रबाट हो कि भित्र पो हो त्यहाँनिर राते पऱ्यो राते ल त्यस्तो त्यहीँ पारे यस्तो गहटा नि मार्दा छ हाम्रो शिशिर भाइ जेम्स यता हेर न हेर नि केटा छिटो के अहिले म देखाउनु है फेरि तर जेम्स आएपछि माछा नमर्ने जेम्स आएपछि फाला त चुडाइदियो त एकजनाले सी फुड है एउटा हो त्यसरी च्यापस मात्रै चुडाइहाल न
भाच्ने के चप्पल एउटा यता बाल्टी थाप्नु फेरि कहाँ लगो फेरि जेम्स आयो जेम्स आएपछि मान्छे पर्दैन हेर कहाँ गयो जेम्स भाइ के भन्दै रहेछ के होइन जसले हेर्नुहुन्छ डिसलाइक गरिदिनु होला ओइ के तमिलले उसको अर्डर राखिदिने ल राखेन ल भ्युज बाबा ल राखेन ल त्यो माथि यत्रो अर्काको उसको उसभरि अर्काको अर्डर मात्रै तमिल छ तपाईँले राखेर हो कि मिठो है के अरे दाइ यो माछा के अरे मिमी मिमी मिठो 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 है त आई लभ यु आई लभ यु माछाले नि ल सर्पै मऱ्यो यार मैले मारिदिएँ सर्प सर्प मऱ्यो ओ मऱ्यो छैन क्या यार अझै होइन मऱ्यो क्या यहाँ सही सर्प मऱ्यो चाहिँ हिजो बेलुका आइपुगेन तर हिजो बेलुका चाहिँ लास्टै राति भएर राति हामी लगभग 2 बजीतिर घर आइपुगेको थियो माछा खासै धेरै पाइएन जम्मा 1.5 किलो 1.5 किलो हो कि 2 किलो जति माछा मारेछ होइन अनि राति हिजो फोन पनि अफ भयो अनि त्यही भएर केही पनि हल्का देखाउन पनि पाइएन ठिकै छ केही छैन अनि अहिले भर्खर उठेर अब माछा फ्राई गरेर अब भाइहरूलाई अब खाना खुवाउनुपर्छ होइन सुन भाइ के छ खबर अपरेसन गर्नु लाग्यो ओइ ल चार्जर होला ल त्यही नै हो है अहिले एकछिनमा भेटौँ फेरि तपाईँहरूलाई तपाईँको माझमा हामी फेरि उपस्थित हुनेछौँ तबसम्म हेरिदिनु होला धन्यवाद म कालो छु नि त सो गाइस चल्छ अब हाम्रो भाइहरू सबजना जानु लागेको छ है भर्खरै अब हामी खानासाना खाएर भाइहरू जानु लागेको छ जय मिसी राम्रोसँग जानु थ्याङ्क यू शुभयात्रा थ्याङ्क यू चिकन लेग पिस खाउनु भयो अरे भाइ आमामा ल राम्रोसँग जाऊ भाइहरू ल सियो पछि होइन पछि भेटौँ ल यो मान्छे ह्यान्डसम भन्नुहुँदैछ अब खै कोरिया गए त्यो सुना गरेर के भ्लग ल दाइहरू जाँदै हुनुहुन्छ अब दाइहरू जाँदै हुनुहुन्छ भन्दिनँ म के तिम्रो इच्छा जे ल्याइदियो ल भाइहरू जाँदैछ अब त्यही नै हो दिदी पनि जाँदै हुनुहुन्छ है ल दिदी राम्रोसँग जानु ल मेरो भाइ हाँसेर ल सबजना जाँदै हुनुहुन्छ है हेलो जयमसी ल दाइहरू जाँदै हुनुहुन्छ है अब जाँदै हुनुहुन्छ सबजना अब त्यही नै शुभयात्रा सबैजनालाई अब राम्रोसँग हेरिदिनु ल भ्लग होइन किप वाचिङ गाइज होइन नयाँ भ्लग हो अब यो चाहिँ अब आजबाट सबैजनाले यसो माया गर्नु होला सब्सक्राइब सेयर पनि सबै थोक गर्नु होला तपाईँहरू धन्यवाद ल पुगेर फोन गर मेसेज गर राम्रोसँग जाऊ है ल बाहिर जानु लाग्छ